हामीले विभिन्न किताबहरू पढेका छौँ र यो नेपाल भन्ने देश आज बनेको होइन, यसको धेरै लामो इतिहास छ। परराष्ट्र नीति के कसरी बन्छ? परराष्ट्र नीति चाहिँ पञ्चशीलताका आधारमा बन्ने हो र यो व्यक्तिगत आवेगमा चाहिँ परराष्ट्र नीति बन्दैन सम्माननीय सभामुख महोदय। र यो अर्को कुरो चाहिँ देशको प्रधानमन्त्रीले बोल्ने कुरा चाहिँ तथ्यमा टेकेर प्रमाणमा टेकेर बोल्ने हो र हचुवाका तालमा बोल्ने कुरा होइन भन्ने मलाई लाग्छ। त्यही भएर प्रधानमन्त्रीज्यूले जुन नेपालले भारतको सीमा मिचिएको छ भने जुन अभिव्यक्ति दिनुभयो, गल्ती मान्छेबाट हुने हो, कुनै मेसिनबाट होइन। त्यही भएर यो गल्ती सच्याउँदा नै यो देश र राष्ट्रको हित हुन्छ भन्ने कुरा लाग्छ मलाई। यो कुरा चाहिँ प्रधानमन्त्रीले गरून् र सम्माननीय सभामुख महोदयले यो संसदलाई मर्यादित बनाउन प्रधानमन्त्रीमाथि रुलिङ गर्नुपर्ने अवस्था देखिन्छ। यो त्यो गरून् भन्ने म अभिलाषा राख्छु। सम्माननीय सभामुख महोदय, आज एउटा गम्भीर विषय सँगसँगै म उठाउन चाहन्छु। सम्माननीय सभामुख महोदय, संसदीय मामिला तथा कानुन मन्त्रालयले मुलुकी अपराध संहिता 2074 को दफा 49लाई संशोधन गर्ने नाममा नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रश्न उठ्ने गरी मस्यौदा अघि बढाएको विषयप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ। यो सबैले सुन्नुपर्ने विषयवस्तु छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। संविधानको धारा 17ले विचार राख्ने र बोल्ने र असहमति व्यक्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको छ। धारा 269 र धारा 270ले राजनीतिक